मानिलिउँ तपाईँ एउटा एकदमै फेमस कफी सपमा काम गर्नुहुन्छ। अब प्रत्येकचोटि जब कस्टमरले कफी अर्डर गर्छ, तपाईँले आफ्नो स्टाफलाई चाहिँ कफी यसरी बनाउने भनेर एक्सप्लेन गरिरहनु पर्यो भने त्यो इफिसिएन्ट हुँदैन। यसको साटो तपाईँ आफ्नो स्टाफलाई एकचोटि कफी कसरी बनाउने भनेर सिकाउनुहुन्छ। जस्तै सबैभन्दा सुरुमा उसले कफीको पाउडर एड गर्नुपर्ने हुनसक्छ, त्यस पछाडि मिल्क एड गर्नुपर्ने हुनसक्छ, अनि मेसिनलाई अन गरेर केही समय घोलिसकेपछि चाहिँ उसले कस्टमरलाई कफी सर्भ गर्न सक्छ। अब यो कम्प्लिट प्रोसेस सिकिसकेपछि तपाईले आफ्नो स्टाफलाई बारम्बार कफी बनाउनको लागि सिकाइरहनु परेन। उसले सिम्पली कफी मेसिनमा गएर कफी बनाएर कस्टमरलाई सर्भ गर्न सक्छ। अब यो इक्जाम्पलमा तपाईले कफी मेसिनलाई एउटा पाइथनको फङ्सनको रूपमा बुझ्न सक्नुहुन्छ। किनभने जसरी तपाईले कफी मेसिनलाई पानी, दूध, कफी पाउडर यी सबै कुराहरू दिनुभयो भने कफी मेसिनले तपाईलाई कफी बनाएर दिन्छ। त्यसरी नै पाइथनको फङ्सनमा पनि यदि तपाईले केही इनपुट दिनुभयो भने फङ्सनले त्यसलाई प्रोसेस गरेर तपाईलाई केही रिटर्न दिन्छ र यो रिटर्न गरेको कुरालाई तपाईले आफ्नो निड अनुसार युज गर्न सक्नुहुन्छ। अब टेक्निकली हेर्दाखेरि फङ्सनलाई तपाईले एउटा ब्लक अफ कोडको रूपमा बुझ्न सक्नुहुन्छ। फङ्सनले केही इनपुट लिन्छ, त्यस पछाडि त्यो इनपुटलाई उसले प्रोसेस गर्छ र प्रोसेस गरिसकेपछि आउने रिजल्टलाई चाहिँ उसले रिटर्न गर्न पनि सक्छ। अब तपाईले पाइथनमा हेर्नुभयो भने फङ्सन डिफाइन गर्न एकदमै सजिलो छ। त्यसको लागि तपाईले डेफ भन्ने किवर्ड युज गर्नुपर्ने हुन्छ। डेफ पछाडि तपाईले फङ्सनको नेम दिनुपर्ने हुन्छ र नेम पछाडि तपाईले प्यारामिटर पनि प्रोभाइड गर्न सक्नुहुन्छ। प्यारामिटर अप्सनल कुरा हो, यदि तपाईलाई निड छ भने तपाईले प्यारामिटर राख्न सक्नुभयो, होइन भने तपाईले प्यारामिटर नराखे पनि फरक पर्दैन। अब तपाईले एउटा स्ट्यान्डर्ड प्र्याक्टिस हेर्नुभयो भने फङ्सनको भित्र तपाईले त्यो फङ्सनले के गर्छ त भनेर डक स्ट्रिङ पनि डिफाइन गर्नुपर्ने हुन्छ। डक स्ट्रिङ म्यान्डेटरी त होइन, तर तपाईले फङ्सनमा के गर्न लाग्नु भएको छ भनेर त्यसलाई डिस्क्राइब गरेर राखिदिनु भयो भने फ्युचरमा अरू कुनै डेभलपरले डिस्क्रिप्सन पढेर फङ्सनले के गर्छ भन्ने कुरा थाहा पाउन सक्छ। अब तपाईले फङ्सनको बडी लेख्नको लागि चाहिँ इन्डेन्टेसन युज गर्नुपर्ने हुन्छ र तपाईले फङ्सन डिफाइन गरिसकेपछि त्यसको बडीमा आफ्नो स्टेटमेन्टहरू लेख्न सक्नुहुन्छ, जुन स्टेटमेन्टहरू तपाईले फङ्सन कल गर्दाखेरि चाहिँ एक्जिक्युट हुन्छ। र फाइनली तपाईले फङ्सनको इन्डमा के रिटर्न गर्ने हो त्यसलाई लेख्न सक्नुहुन्छ र रिटर्न भन्ने कुरा चाहिँ अप्सनल हुन्छ। तपाईले जहिले रिटर्न गर्नैपर्छ भन्ने त्यस्तो म्यान्डेटरी केही पनि हुँदैन, तर तपाईको निड हो भने चाहिँ तपाईले रिटर्न किवर्ड युज गरेर फङ्सनबाट केही रिटर्न गराउन पनि सक्नुहुन्छ। अब यति बुझिसकेपछि फङ्सनको क्यारेक्टरिस्टिक्सलाई पनि हेरौँ। सबैभन्दा पहिलो क्यारेक्टरिस्टिक छ रियुजेबल। रियुजेबल भन्नाले तपाईले एकचोटि फङ्सन डिफाइन गरिसकेपछि तपाईले जतिचोटि चाहनुहुन्छ त्यतिचोटि त्यो फङ्सनलाई कल गर्न पाउनुहुन्छ। सो यसले के गर्छ भन्दाखेरि तपाईलाई कोड डुप्लिकेसनबाट बचाउँछ, किनभने एकचोटि तपाईले फङ्सन बनाइसकेपछि तपाईले चाहे अनुसार जतिचोटि पनि युज गर्न पाउनुहुन्छ। अब त्यसै गरी तपाईले अर्को क्यारेक्टरिस्टिक हेर्नुभयो भने फङ्सन एकदमै अर्गनाइज र मोडुलर हुन्छ। यो भन्नुको मतलब तपाईले फङ्सन युज गरेर एकदमै कम्प्लेक्स प्रोग्रामलाई पनि सानो सानो म्यानेजेबल पार्टमा डिभाइड गर्न सक्नुहुन्छ। त्यसै गरी फङ्सनको अर्को क्यारेक्टरिस्टिक हो इन्क्याप्सुलेसन। यो भन्नुको मतलब तपाईले फङ्सनभित्र लेख्नुभएको कोड चाहिँ अरू प्रोग्रामसँग इन्डिपेन्डेन्ट हुन्छ। अब इन्डिपेन्डेन्ट हुन्छ भन्नुको मतलब मानिलिउँ तपाईले फङ्सनभित्र एउटा भेरिएबल डिफाइन गर्नुभयो भने त्यो भेरिएबल चाहिँ अब लोकल स्कोपमा हुन्छ। सो लोकल स्कोपमा हुन्छ भन्नुको मतलब तपाईले त्यो भेरिएबललाई त्यही फङ्सनभित्र मात्रै युज गर्न पाउनुभयो, अब बाहिरबाट त्यो भेरिएबललाई तपाईले युज गर्न पाउनुहुन्न। अर्को इम्पोर्टेन्ट कुरा के छ भन्दाखेरि पाइथनमा तपाईले फङ्सन डिफाइन गर्दाखेरि डिफल्ट प्यारामिटर पनि डिफाइन गर्न पाउनुहुन्छ। यो डिफल्ट प्यारामिटर भनेको के हो भन्ने कुरा हामी इक्जाम्पलमा पनि हेर्नेछौँ। अब फङ्सनको अर्को क्यारेक्टरिस्टिक हेर्नुभयो भने फङ्सनमा तपाईले डिफल्ट आर्गुमेन्ट्स या भेरिएबल आर्गुमेन्ट्स चाहिँ जतिवटा पनि लिन पाउनुहुन्छ। यसमा कुनै लिमिटेसन छैन र तपाईको आफ्नो निड अनुसार तपाईले आफूलाई चाहिए अनुसार नम्बर अफ प्यारामिटर्स तपाईले डिफाइन गर्न पाउनुहुन्छ। अब त्यसरी नै तपाईले पाइथनमा टाइप्स अफ फङ्सन हेर्नुभयो भने पाइथनमा 3 प्रकारको फङ्सन हुन्छ। सबैभन्दा पहिलो टाइप हो बिल्ट इन टाइप। तपाईँ हामीले जेनरली युज गरिरहने प्रिन्ट र लेन फङ्सन चाहिँ यो भनेको बिल्ट इन फङ्सन हो। त्यसै गरी अर्को टाइप छ युजर डिफाइन टाइप। युजर डिफाइन टाइप भन्नाले तपाईँ हामीले नयाँ कुनै एउटा फङ्सन बनायौँ भने त्यसलाई हामीले युजर डिफाइन टाइप भनेर बुझ्नुपर्ने हुन्छ। जस्तै यो इक्जाम्पलमा मानिलिउँ मेक जुस भन्ने एउटा फङ्सन बनाइयो भने त्यो फङ्सनलाई अब तपाईले युजर डिफाइन फङ्सन भनेर बुझ्नुपर्ने हुन्छ। अब त्यसै गरी अर्को टाइप भनेको एनोनिमस अथवा लाम्डा फङ्सन भन्छ यसलाई। लाम्डा फङ्सनलाई इन जेनरली क्विक र वान लाइन फङ्सनको रूपमा बुझ्ने गरिन्छ। जेनरली लङ फङ्सनलाई चाहिँ तपाईले सर्ट वेमा अथवा क्विकली गर्नु पर्यो भने तपाईले लाम्डा फङ्सन युज गर्नुहुन्छ। अब टेक्निकल डेमोन्स्ट्रेसनको लागि म यहाँनिर VS कोड आइसकेको छु। सबैभन्दा सुरुमा तपाईले पाइथनमा फङ्सन बनाउनको लागि डेफ किवर्ड युज गर्नुपर्ने हुन्छ र यस पछाडि तपाईले फङ्सनको नेम दिन सक्नुहुन्छ। जस्तै अहिलेको इक्जाम्पलमा म यहाँनिर मेक कफी भन्ने यो एउटा फङ्सन बनाउँछु यसरी। अनि यहाँभित्र म दुईटा प्यारामिटर लिन्छु, एउटा भनेको कफी टाइप
यसरी कफी टाइप भनेर म लिन्छु। अनि त्यस पछाडि अर्को भनेको इज मिल्क कफी अथवा मिल्क कफी हो कि होइन भनेर त्यो एउटा म यहाँनिर प्यारामिटर लिन्छु। अब यति गरिसकेपछि यहाँनिर यो फङ्सनले के गर्ने भन्ने कुराहरू यहाँनिर म स्टेटमेन्ट एड गर्दै जान्छु। जस्तै अहिलेको इक्जाम्पलमा सिम्पली एउटा यहाँनिर म प्रिन्ट गरिदिन्छु र यहाँनिर एफ स्ट्रिङ युज गरेर स्टार्टिङ टु मेक अनि कफी टाइप यसरी कफी टाइप लिन्छु। अनि यहाँभित्र म सिम्पली कफी भनेर यसरी यहाँनिर यसरी राखिदिन्छु। अब तपाईँले सिम्पली यति मात्रै गर्नुभयो भने पनि तपाईँको एउटा फङ्सन चाहिँ रेडी भयो। तर यो इक्जाम्पलमा म अलिकति बढी स्टेटमेन्टहरू एड गर्छु। जस्तै स्टेप 2 मा चाहिँ मैले सिम्पली यहाँनिर बोइलिङ वाटर भनेर प्रिन्ट मात्रै गरिदिन्छु यसरी। अब यो फङ्सनभित्र म थोरै अर्को लजिक पनि एड गर्छु। त्यसको लागि म इफ अनि इज मिल्क कफी भनेर यो भेरिएबल लिन्छु। अब यदि मिल्क कफी हो रहेछ भने म सिम्पली यहाँनिर प्रिन्ट अनि एडिङ मिल्क भनेर यसरी म यहाँनिर एड गर्छु। अब होइन भने मिल्क होइन भने एल्स यहाँनिर सिम्पली म के गरिदिन्छु भने प्रिन्ट अनि ब्रिविङ अनि ब्ल्याक कफी भनेर यसरी म यहाँनिर एड गरिदिन्छु। अब यति लजिक एड गरिसकेपछि इनमा चाहिँ यहाँनिर सिम्पली अर्को म प्रिन्ट गरिदिन्छु। यहाँनिर म एफ स्ट्रिङ राखेर यहाँनिर अनि कफी टाइप अनि इज रेडी भनेर यसरी सिम्पली म यहाँनिर यस्तो खाले प्रिन्ट गरिदिन्छु। अब यहाँनिर तपाईँले यो फङ्सनलाई कल गर्नको लागि सिम्पली माथिको फङ्सन नेमलाई कल गर्नुपर्ने हुन्छ यसरी। अब यो फङ्सनले दुईवटा प्यारामिटर एक्सपेक्ट गर्ने भएको भएर यहाँनिर म सुरुमा क्यापुचिनो CAPPUCCINO क्यापुचिनो अनि मिल्क चाहिँ अहिलेको लागि ट्रु भनेर पठाइदिन्छु यहाँनिर। अब यो प्रोग्रामलाई तपाईँले यसरी रन गर्नुभयो भने यहाँनिर तपाईँले के देख्न सक्नुहुन्छ भन्दाखेरि यी स्टेप बाई स्टेप प्रिन्ट भएको छ। सुरुमा तपाईँको स्टार्ट भयो, त्यस पछाडि बोइलिङ वाटर भयो अनि मिल्क पनि हामीले ट्रु गरेको हुनाले मिल्क पनि एड गर्यो अनि त्यस पछाडि क्यापुचिनो रेडी भयो। अब यहाँनिर म एक दुईवटा कुरा बुझाउँछु। यो माथिको जुन भेरिएबलहरू तपाईँले यसरी लिनु भएको छ फङ्सनमा यसलाई तपाईँले प्यारामिटर भनेर बुझ्नुपर्ने हुन्छ भने यहाँ तल जुन भ्यालुहरू तपाईँले पास गर्नुहुन्छ यसलाई चाहिँ तपाईँले आर्गुमेन्ट्सको रूपमा बुझ्नुपर्ने हुन्छ। अनि अर्को कुरा यदि भेरिएबलहरू यसरी फङ्सनभित्र यसरी लिएको छ भने यसलाई चाहिँ अब तपाईँले म्यान्डेटरी प्यारामिटरको रूपमा बुझ्नुपर्ने हुन्छ। अब मानिलिउँ तपाईँले यहाँनिर ट्रुलाई चाहिँ बाई डिफल्ट गराइदिनु भयो भने अब तपाईँको यो प्यारामिटर चाहिँ डिफल्ट प्यारामिटर भएर आउँछ। त्यो भन्नुको मतलब तपाईँले यहाँनिर म्यान्डेटरी भ्यालु पास गराउनु पर्दैन। यसलाई सिम्पली तपाईँले अब रन गर्नुभयो भने यहाँनिर यहाँ देख्न सक्नुहुन्छ सेम रिजल्ट आएको छ, किनभने बाई डिफल्ट तपाईँले ट्रु भनेर यहाँनिर पास गर्नुभएको छ। अब यहाँनिर तपाईँले अर्को कुरा यहाँनिर हामीले बारम्बार युज गरिरहने यो प्रिन्ट भन्ने यो फङ्सनलाई चाहिँ तपाईँले बिल्ट इन फङ्सनको रूपमा लिन सक्नुहुन्छ। पाइथनमा यस्तो खाले थुप्रै बिल्ट इन फङ्सनहरू छन् जुन तपाईँले कहीँनिर आफैले डिफाइन गरिरहनु पर्दैन, डाइरेक्ट तपाईँले त्यसलाई युज गर्न सक्नुहुन्छ। अब त्यसै गरी म एउटा एकदमै सिम्पल फङ्सन अर्को बनाएर हेर्छु। त्यसको लागि सिम्पली यहाँनिर डेफ अनि एडिसन भनेर म यहाँनिर लिन्छु अनि यसले दुईवटा प्यारामिटरहरू ए र बी लिन्छ अहिलेको इक्जाम्पलमा। अब यो भ्यालु लिइसकेपछि यसले सिम्पली यहाँनिर के गर्ने भयो भन्दाखेरि ए र बीलाई जोड्ने भयो। जस्तै अहिलेको लागि रिजल्ट भनेर यहाँनिर ए प्लस बी भनेर मैले यसरी राख्न पाएँ। अब तपाईँले यहाँनिर के गर्न सक्नुहुन्छ भन्दाखेरि यो रिजल्टलाई चाहिँ रिटर्न गर्न सक्नुहुन्छ। जस्तै रिटर्न रिजल्ट भनेर यहाँनिर तपाईँले राख्न पाउनुभयो। अब तपाईँले यो फङ्सनलाई युज गर्न पाउनुहुन्छ। जस्तै एडिसन भनेर अनि मैले 10 र 10 दुईवटा यसरी मैले आर्गुमेन्टको भ्यालु दिएँ भने अब यसलाई तपाईँले सिम्पली यहाँनिर प्रिन्ट गर्न सक्नुहुन्छ। जस्तै प्रिन्ट अनि यहाँभित्र यसरी राखेर अब तपाईँले यो प्रोग्रामलाई रन गर्नुभयो भने यहाँनिर 20 भनेर देख्न सक्नुहुन्छ। सो पाइथनमा तपाईँले फङ्सनहरू बनाउन यति सजिलो छ। यो रिटर्न भन्ने कुरा जहिले तहिले म्यान्डेटरी हुँदैन, तर यदि तपाईँको निड हो भने त्यसलाई रिटर्न गर्न सक्नुहुन्छ। जस्तै यहाँनिर तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि यहाँ आएको रिटर्नलाई अर्को एउटा भेरिएबलमा पनि राख्न सक्नुहुन्छ। जस्तै अहिलेको लागि यहाँनिर सम भनेर यसरी डिफाइन गर्न पाइयो। अब तपाईँले यो समलाई प्रिन्ट गर्नुभयो भने यहाँनिर सेम कुरा पाउनुहुन्छ। जस्तै यहाँनिर मैले यसलाई रन गर्न सकेँ, यहाँनिर हेर्नुभयो भने तपाईँले सेम कुरा 20 नै पाउनु भएको छ। अब यति मात्र नभएर तपाईँले जस्तै इनबिल्ड फङ्सनहरू जस्तै यहाँनिर प्रिन्ट म एउटा युज गर्छु, त्यसै गरी अर्को टाइप भन्ने पनि यो इनबिल्ड फङ्सन मैले युज गर्न पाएँ र अब समको टाइप हेर्न सक्छु मैले यहाँनिर। सो अब मैले यो प्रोग्रामलाई रन गरेँ भने यहाँनिर तपाईँले के देख्न सक्नुहुन्छ भन्दाखेरि क्लास इन्टिजर भनेर आइसकेको छ। यसरी तपाईँले पाइथनमा फङ्सनहरू बनाउन सक्नुहुन्छ।